नमस्ते सम्पूर्ण मेरो फेसबुक परिवार अनि मेरो शुभचिन्तक हजुरहरूलाई नमस्कार। अनि आज चाहिँ म र सागर भाइ फाइनल्ली मेरो घरबाट मम्मीहरूले ग्रिन भेजिटेबल पठाइदिनु भएको छ अनि स्कुटी लगेर हामी डागापुर ग्राउन्ड लिनु जाँदैछु है। ल हेर्दै गर्नु होला है, हामी चाहिँ जाँदैछौँ। अलिकति यहाँ ट्रेन अलिकति आएकोले गर्दा यहाँनिर बाटो बन्द भएर अलिक ढिलो हुन्छ कि भनेर चाहिँ हामी अत्तालिँदै जाँदै थियौँ हो। अनि सायद अब गाडी चाहिँ हामी छिटै भेट्छौँ होला भनेर चाहिँ हामी स्कुटीमा सरर चिसो हावा लाउँदै गइरहेको छौँ। यहाँ ठक्क ट्रेन पनि आइपुग्यो हो। ट्रेन आइपुगेर यहाँनिर एकैछिन ट्रेनको लागि वेट गरिरहेको छौँ हामीले हो। अब अलिकति ढिलो हुन्छ कि भनेर मनमा भिड थियो, फेरि त्यहाँ गाडी छुट्यो भने परा पुग्नुपर्छ नि त भनेर चाहिँ हामीले यहाँनिर अत्तालिँदै बसेर ठ्याक्कै ट्रेन पनि आइपुग्यो। ट्रेन आइपुगेर लाग्यो, खोलेपछि चाहिँ हामी यहाँबाट डागापुर ग्राउन्डतिर निस्क्यौँ। अनि यसरी स्कुटीमा सरर चिसो हावा खाँदै मजाको सच्चा वातावरण है, वरिपरिको चिसो हावा लिँदै टक्क पुग्यौँ। यहाँ चाहिँ अलिकति अप्ठ्यारो बाटो थियो, ढिलो भइरहेको माथि। यो अप्ठ्यारो बाटोमा गालडाङ र गुल्डुङ गर्दा बिस्तारै सागर भाइले स्कुटी कुदाउँदै गयो। स्कुटी पनि जोगाउनै पर्यो फेरि है। गालडाङ र गुल्डुङ अप्ठ्यारो बाटोमा यसरी हामी चाहिँ डागापुर ग्राउन्डतर्फ लागिरहेको छौँ। घरबाट ग्रिन भेजिटेबल पठाइदिनु भएको छ अनि त्यो ल्याउनुको लागि त्यो गाडीलाई चाहिँ डागापुर ग्राउन्डमै पर्खाएँ भनेर चाहिँ हामी हतार गर्दै निस्किरहेको छौँ। यसरी गइरहेको छौँ हो। यहाँनिर चाहिँ गालडाङ र यो बाटो चाहिँ अलिकति अप्ठ्यारो छ नि त। गालडाङ र गुल्डुङ छ, स्कुटी फेरि सानो चक्का हुन्छ, पुल्डुङै पल्टिहाल्छ। नमस्कार, मेरो चाहिँ माथि घरबाट सामान पठाइदिनु भएको छ। ल हाम्रो यही भाइकोमा है। ल गाडी आइपुग्यो। ल हाम्रो भाइको त गाडी त नयाँ छ त भाइ। ल बधाई छ हाम्रो भाइलाई है। यो नयाँ गाडी लिएकोमा, यो भाइको आफ्नै गाडी लिएकोमा है। प्रगति हुँदैछ, सामान छैन नि अहिले। म यहाँ त स्कुटी लिएर आएको हौ। ल धन्यवाद भाइ। ल हाम्रो टोक्पा भाइको गाडी है, यहाँ सामान रिसिभ गरिसकेँ है। ल बाबा मम्मीलाई पनि धन्यवाद है। यहाँ माथि घरबाट पठाइदिनु भएको सामान हो। यहाँ म र सागर भएर म आएको छौँ। अब यहाँ चाहिँ लगेर जाने, यहाँ बोरामा साग सब्जी पठाइदिनु भएको छ घरबाट है। हामी चाहिँ अब सामान लिएर गएको छ। बाई बाई। लु नमस्कार अनि सम्पूर्ण मेरो फेसबुक परिवार अनि मित्रगणहरू अनि मेरो मम्मी अनि बाबालाई पनि नमस्कार अनि धेरै धेरै धन्यवाद है। अनि सामान हामीले यहाँ डागापुर ग्राउन्डबाट ल्याइसकेर रिसिभ गरिसक्यौँ। लु हेरौँ यहाँ अब चाहिँ म यहाँ घरबाट पठाइदिनु भएको छ। यो चाहिँ साग सब्जी अनि के पठाइदिनु भएको छ हेरौँ। डोको बुन्ने निगालो चोयाले भन्दै थियो साथीहरूले। यहाँ चोया आएछ हो। चोया आएछ, कतिजनाले यो देख्नु भएको छैन होला है। तपाईँको चोया भन्छलाई चाहिँ बाँसको काटेर बान्ने डोरी बनाउने है। यसले चाहिँ तर मजबुत हुन्छ यो। यसो भातीहरू मचलहरू बनाउँदा, बाख्रा खोरहरू बनाउँदाखेरि है। लु है साग चाहिँ टन्नै रहेछ। यतिको साग हो पनि यो। यसलाई के भन्छ, चिन्डे कि के अरे यो? चिन्डे हो नि हो। तैँले नभन्नु पर्थ्यो नि। चिन्डे नै हो त। चिन्डेको अचार है। नचिन्नु भनेको लास्ट हो त। नि यहाँ हेर्नु त चिन्डे निकै छिप्पी पो गएछ त हौ। चिन्डे है, यो डल्ले खोर्सानी। चिन्डे आयो है हाम्रो घरमा चाहिँ। नयाँ डल्ले निस्केको होइन पुरानै हो। पुरानै हो नि, घरमै फलेको घरकै। नयाँ त अहिले फल्दैन। अनि यो घरमै फलेको अर्ग्यानिक डल्ले खोर्सानी है। डल्ले खोर्सानी। लु है साग चाहिँ कति रहेछ साग पनि। राई साग आयो। राई साग रायोको साग देखिस् मैले कस्तो मिठो छ यो साग भनेर। रायोको साग है। आमा लोभिन हुन्छ नि त्यो मङ्गलको साग भनेपछि। रायोको साग फेरि अर्कोमा आयो है। सोल्टिनिला हो। रायोको साग के खान्थ्यो यत्रो त। ए सकायो। ओ मैले बस भाइ साग लगेर जा भनेको होइन हो। कत्रो हाल्दैछ चिने घरि आउँदैन नि त हौ। आमालाई ल आमाको लागि सब्जी आएछ घरकै अर्ग्यानिक कुर्लिङे फलेछ हौ। कुर्लुङे हुन्छ होला है। लु भाइ यहाँ चाहिँ अब स्पेसल छ है। यहाँ चाहिँ स्पेसल छ है। यहाँ चाहिँ अब देक्सीमा स्पेसल छ है। पहाडको है अर्ग्यानिक है। आयो आयो के छ होला हेर्नुहोस् है साथीहरू, को कोलाई मन मेरो पर्छ चाहिँ पनि फेभरेट तर यही हो है साथीहरू। यहाँ भोल्डिङ खानु पनि पसिबल
भक्कु खाएर राख्नु नि ल अब आज पनि खान्छु भोलि पनि खान्छु पछि पनि रायो साग खाएरै जान्छु होला हौ म त यत्तिको साग चाहिँ पाउँदैन नि त हौ। चिसो रहेछ है आमा चिसो छ चिया दिनै दियो वाह खासीको कर्ची मर्ची कर्ची मर्ची अनि मासु पनि छ बनाउँछ भनेर तितेपातीहरू हालेर पठाउनु भएको छ मम्मी र बाबाले यत्तिको चाहिँ यो देशी जुगाड हो नि फेरि तितेपाती कोइला मुनि चाहिँ मासु छ त्यो कर्ची मर्ची निकालेर लो हे लो धन्यवाद मेरो प्यारो मम्मी अनि बाबालाई है यति माया गरेर छोरा बुहारीलाई यसरी दुःख गरेर यसरी यत्रो हरियो हरियो साग सब्जीहरू पठाइदिनु भएको छ है ल धेरै धेरै धन्यवाद है उहाँहरूलाई छोराबारी चाहिँ बेसी जाङ्ग्याले भएर यहाँ रिसिभ गर्नु पनि अल्छी गर्छ यसरी चाहिँ माया पाइराखौँ है ल सम्पूर्णलाई बाई बाई ल हेर्नुहोस् है साथीहरू यहाँ सबैभन्दा नयाँ चाहिँ अहिलेको चाहिँ यो हो नि त चिन्डे वा चिन्डेको अचार बनाएर खानुपर्छ हो यो त पस होला है मम्मीले पनि नखाइदिनु भएको होला ल थ्याङ्क यू सो मच है मम्मी बाबालाई डल्ले खोर्सानी राई साग यहाँ राई सागको मान्छेहरू चाहिँ मैले अघि दार्जिलिङ जानेहरूलाई पनि रोकेर राखिरहेको थिएँ नि त साग आउँछ लगेर जा भनेर क्या दामी छ राई साग चाहिँ आम्मामामा। यहाँ चाहिँ एउटा राई साग खाने मान्छे रेडी भएर पनि ब्याग भएर बसेको नि त होइन ल त हेर्दै गर्नुहोस् साथीहरू टाढा टाढामा बस्नेहरूले चाहिँ राई साग सम्झिने पानी छम्किने चिन्डे पनि सम्झिने पानी छम्किने डल्लै त आइहाल्छ है जहाँ पनि ल त बाई बाई